हेलो गाइज, गुड मर्निङ सबैलाई। अर्ली इन द मर्निङ है। म चाहिँ यहाँ कहाँ गएको भन्नुहुन्छ भने दुध पुऱ्याउनु डायरी जाँदैछु आज होइन। यहाँ तल यो तल देख्नुहुँदैछ, तल तीनवटा लस्करे घरहरू। यहाँ चाहिँ यो चाहिँ मेरो घर, यहाँ रोड साइडमै छ। र तपाईँलाई आजको वेदर देखाउँदैछु ल गाइस, हेर्नु ल। अर्ली इन द मर्निङ यस्तो भइरहेको छ, चिसो क्लाइमेट छ। म चाहिँ डायरी गएको नि त, जाडो दिन छ र यहाँ हेर्नु नि हुडीको टोपी लगाएर हो जाँदैछु हो। यहाँ हेर्नु नि यस्तो बेसी चिसो छ। जाँदैछु मेरो घरदेखि चाहिँ माथि अन्त डायरी, अन्त चाहिँ दुध पुऱ्याउनु जाँदैछु गाइस। के गर्नु है, गाउँ बस्तीमा बसिसकेपछि है सबै काम गर्नै पर्छ है। डेली लाइफ अब आफ्नो जीविका चलाउनुको लागि है आफूले जे भए पनि होइन गर्नै पर्यो हो। अब आफूले गाउँ बस्तीमा जे जस्तो चल्छ होइन त्योहरू गर्नुपर्छ है। र गाइस जाँदैछु है यस्तै प्रकारले मेरो अब यहाँबाट चाहिँ अन्त डायरीको बाटो यो हाम्रो म्याङ्ली सर्टकट बाटो जाने बाटो हो। सिसी फुटपाथ छ। तपाईँलाई म के भन्न चाहन्छु भने नि गाइस, बिहानै है तपाईँहरू छिटो उठ्नुहोस् है। म पनि छिटै उठ्छु है। र बिहानै छिटो उठ्नुको चाहिँ धेरैवटा फाइदा छ। एउटा त हेल्थको लागि राम्रो हो, बेनिफिट हुन्छ। र मेरो लागि चाहिँ दुईवटा फाइदा छ। के छ भने बिहानै अब मेरो घरदेखि डायरी पुग्नु चाहिँ कमसेकम पनि मलाई 10 मिनट जस्तो लाग्छ नि त, 10-15 मिनट लाग्छ। त्यतिखेर चाहिँ म कन्टिन्यू अब हिँडेर जाँदा मेरो बिहानको मर्निङ एक्सर्साइज पनि हुन्छ। र सँगसँगै यहाँ देख्नुहुँदैछ डायरी लाँदाखेरि दुध लिएर जाने गर्छु। दुध लिएर जाँदाखेरि मेरो त्यहाँ दुध लिएर जाने एउटा काम पनि त भयो नि त। अन्त अर्को फाइदा चाहिँ के छ भने गाउँ बस्तीमा सबैजना मान्छेहरू भेला डायरी आएको हुन्छन् र त्यहाँ धेरैजना मान्छेसँग भेटघाट हुन्छ। त्यो पनि एउटा फाइदै हो, किनभने गाउँ बस्तीकोमा अब प्रायः अरू बेला कहाँ के गरेर काममा बिजी हुन्छ, तर बिहान एक फेरि चाहिँ सबैजना भेला हुन्छ। त्यो पनि हाम्रो लागि फाइदा हो। त्यसैले गर्दा तपाईँहरू पनि छिटो उठ्नुहोस्, आफूले सोचेको जस्तो काम गर्नुहोस् भन्दै आजको भिडियो यहीँ राख्न चाहन्छु। बाई बाई।